त्यसो कारणले माया दया भने चाहिँ धेरै ठुलो कुरा हो। यो मात्र नभएर अनि हामीले एकचोटि हामीले राम्रो सोच्नुहोस् त, हाम्रो कोहीहरूले अनि कुकुर छ होला, कोहीहरूले अनि सिमिल गर्छ, बिरालो छ होला, कोहीहरूले अनि राधालुक बाख्रादेखि लिएर त्यो छ होला। उनीहरू सबै जनावर हो नि। हामी जस्तो उनीहरूलाई चाहिँ हामी जस्तो ज्ञान छैन, हामी जस्तो पढेको पनि छैन, हामी जस्तो मान्छे पनि होइन। तर तपाईँ हेर्नुहोस् त, जनावरहरूले माया दया गर्यो भनेदेखि जनावरहरूले पसन्द हुन्छ, खुसी हुन्छ कि हुँदैन? उसले कुट्यो भनेदेखि खुसी हुन्छ रहेछ कि उसले माया दया गर्यो भनेदेखि खुसी हुन्छ रहेछ? त्यो हामीले थाहा हुन्छ नि। अब जनावरहरूले भने माया दया चाहिँ ठुलो मानेर माया दया जसले गर्छ त्यसलाई प्यार गर्नु सक्ने त्यस्तो छ। फेरि हामी मान्छे भएर पनि, यति शिक्षा भएर पनि, यति पैसा भएर पनि माया दया त्यसमा चाहिँ नसोच्ने, त्यसमा चाहिँ ठुलो नमान्ने, त्यसलाई चाहिँ त्यो चाहिँदैन जस्तो गर्ने, पैसा भयोदेखि सबै हुन्छ जस्तो सोच्ने है। बाहिरको विकास भयोदेखि ठिकै छ, अरू केही चाहिँदैन जस्तो त्यसो गरेर गयो भनेदेखि हामी जनावरभन्दा अनि अज्ञान भयो नि। जनावरले थाहा भएको चाहिँ हामीले थाहा हुँदैन होइन। त्यसो कारणले अनि हामीले चाहिँ माया दयामा चाहिँ धेरै ध्यान दिनुपर्छ। त्यो हो। अब त्यो मात्र होइन, तपाईँ हामीले राम्रो हेर्नु पर्यो होइन। अब माया दया भने चाहिँ हाम्रो एक मान्छेले चाहेको मात्र होइन, त्यो एक घरलाई चाहेको कुरा पनि होइन। यो हाम्रो अनि संसारमा कसले भने चाहिने हो। अब एउटा चाहिँ मेरो अनुभवदेखि म भन्यो भनेदेखि, अब मैले माया दया चाहिँ म आफै माया दया मात्र गर्ने, आफ्नो घरलाई गर्ने, घरको भित्र भएको बाआमा फ्यामिलीलाई गर्ने, आफ्नो थार मात्रले माया दया गर्यो भनेदेखि त्यो माया दया चाहिँ लिमिट भयो होइन। त्यसले त्यति काम उहाँले गर्नु सक्दैन। अब थारको कुराहरू सबै राखेर, यो धर्मको कुराहरू सबै राखेर हो मैले माया दया चाहिँ आफ्नो र आफ्नो फ्यामिली र आफ्नो थार मात्र नसोचेर मैले माया दया चाहिँ सबैले गर्छु भने। अब उदाहरणमा म यहाँ नेपालमा बसेको छ, मैले माया दया चाहिँ नेपालीहरू सबैले म गर्छु, यो हिन्दू होस्, इस्लामी होस्, बुद्धिस्ट होस्, जो होस्, म सबैले माया दया गर्छु भनेर मन राखेर चाहिँ गऱ्यो भनेदेखि त्यो मान्छेले कति उहाँलाई साथी कति हुन्छ, उहाँको अनि चिनेको मान्छे कति हुन्छ, उहाँले मनपर्ने मान्छे कति हुन्छ, उहाँले काम कति गर्नु सक्छ। मैले माया दयादेखि एउटा सानो सोचले, एउटा मात्र आफ्नो थार जस्तो, आफ्नो घर जस्तो एउटा मात्र सोचेर काम गऱ्यो भनेदेखि मेरो अनि कर्मको काम चाहिँ त्यसको फल कति हुन्छ, त्यो पनि लिमिट हुन्छ नि। अब 100 मान्छेलाई माया दया गर्ने, अरूले नगर्ने भनेदेखि उहाँको काम चाहिँ 100 मान्छेले फाइदा भयो, अरूले केही भएन नि। हो म यस्तो नगर्ने, सबैले म माया दया गर्छु भनेको सोचले काम गर्यो भनेदेखि सबैले फाइदा गर्न सक्छ नि होइन। अब उहाँले मलाई यहाँ बोलाएको छ, फेरि मेरो मनमा चाहिँ ठुलो सोच नभएर नेरो माइन्ड लिएर अब यो गाउँमा भित्र गयो भनेदेखि फेरि यो भित्र अनि बुद्धिस्ट भएको नभएको धेरै होला, म त बुद्धिस्ट भएको मान्छेले मात्रै फाइदा गर्छु, अरू को पनि म मिल्नु चाल्दैन, फाइदा पनि नगर्ने भन्ने त्यस्तो मन भएदेखि म यहाँ आउनु सक्दैन, मेरो मनमा आउनु मन पनि हुँदैन नि। मैले तुरुन्त उहाँले सोच्छ यहाँ चाहिँ कति बुद्धिस्ट छ होइन, अब बुद्धिस्ट भएको हो भने म आउँछु, नत्र म नआउने, त्यसो भन्नु सक्छ नि। त्यो सत्यहरू कसरी आएको, मन धेरै सानो, त्यसको माया दया भने धेरै सानो हो। त्यसो कारणले म अहिले यहाँ के भन्न चाहन्छु, माया दया भन्ने चाहिँ सक्यो भनेदेखि सबै प्राणीहरूलाई, सबै जीव जन्तुहरू सबैलाई माया दया चाहिँ गर्नुपर्छ। त्यस्तो सोच भएदेखि हिन्दू मुस्लिमको कुरा होइन, जीव जन्तुहरू सबैलाई फाइदा हुनेको काम उहाँ त्यो गर्नु सक्छ। त्यसो कारणले चाहिँ अनि
स्वयं बुद्धले पनि हामीले के सिकाएको छ भनेदेखि बुद्धले त्यो कहिले पनि यस्तो भनेको छैन। तिमी बुद्धले आफ्नो चेलालाई हो हामी बौद्धहरू सबैले माया दया गर है, अरूहरू सबै छोडिदेऊ भनेर चाहिँ उहाँले भनेकै छैन। उहाँले जीव जन्तुहरू सबैले, प्राणीहरू सबैले तपाईँले माया दया गर्नुपर्छ भनेर उहाँले चाहिँ त्यस्तो शिक्षा चाहिँ दिएको छ। त्यो शिक्षा चाहिँ हामीले पाएर, मैले पनि त्यही शिक्षा पाएर चाहिँ अनि त्यो माया दया भने चाहिँ सबैले गर्नुपर्ने रहेछ भनेर चाहिँ मेरो मनमा चाहिँ त्यो आएको छ। त्यसो कारणले मैले अहिले के भन्न चाहन्छु, हामीलाई माया दया भने चाहिँ चाहिन्छ, तर माया दया त्यसलाई लिमिटमा राख्नु हुँदैन। आफ्नो घर मात्र सोचेर, आफ्नो थार मात्र सोचेर, आफ्नो धर्म मात्र सोचेर नगरेर सबैले माया दया जति गर्नु सक्छ त्यो हामीले गर्नुपर्छ भनेर म यो भन्न चाहन्छु। अब त्यो सँगै म यहाँ के भन्न चाहन्छु भने एउटा अघि भनेको जस्तो माया दया भने चाहिँ राम्रो हो भनेर हामीलाई थाहा भएको पछि त्यो विकास हुनुको लागि चाहिँ हामीलाई बुद्धि राम्रो चाहियो। हाम्रो बुद्धि चाहिँ अहिले साइन्टिस्टहरूले, वैज्ञानिकहरूले, मोडर्न साइन्टिस्टले के भनेको छ भने हामीले आफ्नो मनको भित्र भएको बुद्धि चाहिँ ओन्ली 10-15% युज गर्छ। त्यसको माथि हामीले अहिले गरेको छैन। मानवहरूले, हामी मान्छेले त्यो गरेको छैन। हुनु हाम्रो मनको भित्र अनि त्यो बुद्धिले विकास गर्यो भनेदेखि हामीले 100% विकास गर्नु सक्छ। त्यो गर्नु सक्यो भनेदेखि हामीले नलेज, ज्ञान धेरै हामीले पाउँछ भनेर अनि मोडर्न साइन्टिस्टहरूले अनि वैज्ञानिकहरूले भनेको छ। त्यो सत्य हो। त्यसो कारणले हामीलाई माया दयासँगै हामीले के चाहियो भनेदेखि हामीलाई अनि बुद्धि चाहियो। अब त्यो बुद्धि भने चाहिँ, इन्टेलिजेन्स भने चाहिँ कहाँबाट आउँछ, कसरी हामीले विकास गर्नुपर्छ भनेदेखि त्यसको लागि हामीलाई शिक्षा चाहिएको छ। शिक्षा भने चाहिँ धेरै जरुर हो। शिक्षा भने चाहिँ इङ्ग्लिसमा के भनेको छ, नलेज भनेको छ। नलेज भनेको कुरा चाहिँ थाहा हुने, थाहा हुनु गर्ने। त्यो हामीले अहिले के छ, हाम्रो दुःख चाहिँ एउटा कहाँबाट आउँछ भनेदेखि दुःख आउनु चाहिँ अज्ञानको कारणले दुःख भएको छ। शिक्षा नभएको कारणले दुःख धेरै हुन्छ। म एउटा कुरा उदाहरण सानो एउटा भनौँ, आमालाई खाना बनाउनेको तरिका नजान्यो भनेदेखि हामी त्यो बच्चाले खाना मिठो पाउँदैन। बच्चाले खाना मिठो पाउनुको लागि, घरमा खाना मिठो पाउनुको लागि आमाले खाना मिठो बनाउनु जान्नु पर्यो। त्यो जानेर पो खाना मिठो बनाउन सक्छ। त्यही जस्तो हामी सानोदेखि नै बा आमालाई जति नलेज राम्रो भएदेखि, जति शिक्षा राम्रो भएदेखि त्यो शिक्षा जब बच्चाले दियो भने बच्चा पनि त्यति शिक्षा हुन्छ। जति शिक्षा भएदेखि के हुन्छ, बुद्धि धेरै विकास हुन्छ। बुद्धि धेरै विकास भयो भनेदेखि के हुन्छ, कुराहरू सबै थाहा हुन्छ। यो राम्रो कुरा हो, यो नराम्रो हो, योले चाहिँ अनि सुख दिन्छ, योले चाहिँ दुःख दिन्छ, हामीले यो गर्नु हुँदैन, यो गर्नुपर्छ। हामी आफ्नो एउटा व्यक्तिगतलाई पनि अनि सुख हुनुको लागि यस्तो गर्नु पर्यो, यस्तो गर्यो भनेदेखि दुःख हुन्छ। आफ्नो घरलाई सुख हुनुको लागि यस्तो गर्नु पर्यो, दुःख नहुनु लागि यस्तो गर्नु पर्यो। आफ्नो गाउँलाई सुख हुनुको लागि, शान्ति हुनुको लागि, राम्रो हुनुको लागि यस्तो गर्नु पर्यो, यस्तो गर्नु हुँदैन। आफ्नो यो नेपालमा अनि शान्ति हुनुको लागि, राम्रो हुनुको लागि यस्तो गर्नु पर्यो, यस्तो गर्नु हुँदैन। यो जम्बुद्वीपमा अनि वर्ल्डमा राम्रो हुनुको लागि यस्तो गर्नु पर्यो, यस्तो गर्नु हुँदैन भने त्योहरू सबै पढेर अनि त्यो शिक्षा जति राम्रो भएदेखि त्यो कुराहरू चाहिँ थाहा हुन्छ। त्यसो कारणले हामीले के भन्छ, जो मान्छेले शिक्षा छ त्यहाँ विकास हुन्छ। जो घरको भित्र शिक्षा छ त्यसमा घरमा विकास हुन्छ। जहाँ गाउँमा शिक्षा हुन्छ त्यसमा विकास हुन्छ। जहाँ हाम्रो देशमा शिक्षा छ त्यसमा विकास हुन्छ। त्यस्तो गरेर अहिले यो जम्बुद्वीपको भित्र
सबैले शिक्षामा ध्यान गर्नुपर्छ। शिक्षालाई सबैले त्यो सोच्नुपर्छ। बच्चाहरू सबै अनि त्यो शिक्षा हुनु त्यो पढ्नुपर्छ भनेको कुरा चाहिँ किन भएको भनेदेखि विकास भने चाहिँ शिक्षाको बाटोदेखि पाउनेको कारणले अनि त्यो भएको। त्यसो कारणले मैले आज यहाँ के भन्न चाहन्छु भनेदेखि अघि मैले भनेको मनको सोच राम्रो, बानी व्यवहार राम्रो, त्यसको माथि हामीलाई शिक्षा पनि धेरै जरुरी छ। त्यसो कारणले हाम्रो गाउँ गाउँमा घर घरमा बाआमाले पनि शिक्षाले ध्यान दिनु पर्यो। आफ्नो जति बच्चा छ त्योहरू सबै शिक्षा राम्रो हुनुको लागि ध्यान दिनु पर्यो। जति बच्चाहरू छ त्योहरू सबै शिक्षा राम्रो हुनुको लागि स्कुलमा पठाउनु पर्यो। स्कुलमा भने त्यो प्रिन्सिपलदेखि लिएर डाइरेक्टरदेखि लिएर त्यो टिचरदेखि लिएर सबैले राम्रो जिम्मा लिनुपर्छ। ताङ्गा मात्रै लिएर काम राम्रो नगरेर यहाँ बच्चा जति त्यो स्कुलमा आउँछ त्यसलाई शिक्षा राम्रो नदिएर आफ्नो त्यो गोजीमा चाहिँ पैसा टन्न हान्ने, त्यो बच्चाले दिनुपर्ने शिक्षाहरू चाहिँ नदिने, त्यस्तो गर्यो भनेदेखि अनि त्यो शिक्षा पाउनु ठाउँको त्यो स्कुलदेखि लिएर इन्स्टिट्युटदेखि लिएर युनिभर्सिटीदेखि लिएर त्यो नाम जति ठुलो होस् तर त्यसमा काम चाहिँ राम्रो हुँदैन। त्यसले के गर्छ अनि बच्चाको आफ्नो मान्छेको जीवनलाई अनि धेरै नै अनि के गर्छ ठुलो नोक्सान अनि दिएको हो। त्यसो कारणले चाहिँ बाआमाले भने आफ्नो बच्चाहरू सबैलाई शिक्षा राम्रो हुनुको लागि स्कुलमा पठाउनु पर्यो। स्कुलमा पनि प्रिन्सिपलदेखि लिएर टिचरदेखि लिएर आफ्नो जिम्मा चाहिँ राम्रो लिएर बच्चाहरू सबैलाई शिक्षा राम्रो चाहिँ दिनु पर्यो। फेरि त्यो शिक्षामा भने दुई किसिमको हुन्छ। एउटा चाहिँ मोडर्न एजुकेसन भनेर आधुनिक शिक्षा चाहिँ हो, त्यो पनि हामीले जरुर छ। एउटा चाहिँ के हो अनि ट्रेडिसनल एजुकेसन या स्पिरिचुअल एजुकेसन, त्यो हाम्रो परम्परादेखि भएको शिक्षाहरू पनि चाहिन्छ। त्यसो कारणले हामीले शिक्षामा ध्यान दिँदाखेरि दुईवटा शिक्षा चाहिँ छ भनेर थाहा भएर त्यसमा चाहिँ ध्यान दिनुपर्छ। फेरि हामीले मोडर्न एजुकेसन आधुनिक शिक्षा मात्रै सोचेर त्यो मात्रै विकास गरेर बस्यो भनेदेखि फेरि आफ्नो जीवनमा के हुन्छ थाहा हुँदैन। त्यो शिक्षाले कहिले कहिले के हुन्छ मान्छेको सोच र मान्छेको अनि बानी व्यवहार चाहिँ त्यसलाई ध्यान नदिएर त्यो मोडर्न शिक्षा मात्रैलाई ध्यान दियो भनेदेखि कहिले त्यही मोडर्न शिक्षा चाहिँ अनि उहाँले प्रयोग नराम्रो गरेको कारणले अनि त्यहाँ धेरै नै नोक्सान हुनेको कामहरू गर्नु सक्छ। त्यसो कारणले चाहिँ मैले अहिले के भन्न चाहन्छु भनेदेखि शिक्षामा दुई शिक्षा हुन्छ। एउटा चाहिँ आधुनिक शिक्षा, एउटा चाहिँ परम्परा शिक्षा। त्यो दुईटालाई अनि हामीले ध्यान दिएर त्यो दुईटालाई विकास गर्नुपर्छ भनेर चाहिँ म यो भन्न चाहन्छु। अनि एउटा चाहिँ के छ भनेदेखि आजकलको दुनियाँमा अनि एकमा चाहिँ बाहिरको विकास राम्रो हो, तर कहिले बाहिरको विकासले हामीलाई नोक्सान पनि हुनसक्छ। एक्जाम्पलमा हामीले उदाहरणमा दियो भनेदेखि हामी आजकल सबैले मोबाइल फोन ल्याएर जान्छ, तर मान्छेलाई हातमा मोबाइल फोन भएको चाहिँ राम्रो त हो, तर त्यसमा चाहिँ त्यसले फाइदा छ कि त्यसले नोक्सान दिन्छ त्यो चाहिँ प्रयोग कसरी गर्छ त्यसमा हो। काम राम्रोको लागि, शिक्षाको लागि, आफ्नो विकासको लागि, राम्रो लागि मोबाइल फोनहरूदेखि इन्टरनेटहरूदेखि त्यो प्रयोग राम्रो गर्नुदेखि धेरै फाइदा छ। अब त्यो इन्टरनेटको भित्र भएको त्यो चाहिँ प्रयोग नराम्रो गरेर भयो भनेदेखि नराम्रो कामहरू सबै त्यहीँदेखि सिक्नु सक्छ, थाहा हुनसक्छ हो। त्यसको कारणले धेरै मान्छे, धेरै बच्चाहरू अनि बिग्रेको पनि छ। कोही बच्चाहरू चाहिँ मोबाइल फोनदेखि लिएर इन्टरनेटदेखि लिएर त्यो नहुने बेलामा चाहिँ यस्तो राम्रो पढ्ने, यस्तो बच्चा राम्रो, त्यो मोबाइल फोनदेखि लिएर त्यो इन्टरनेटदेखि उसले पाएको कारणले उसले प्रयोग नराम्रो गरेको कारणले
बच्चाहरू त्यो टाइम सबै त्यसको माथि त्यही थिचेर बस्ने हुन्छ। त्यो पढ्नु टाइममा पनि नपरेर त्यही थिचेर बस्ने, फेरि त्यो युज गरेर चाहिँ अनि नराम्रो काम धेरै गर्न सक्ने, झुटको काम धेरै गर्न सक्ने, चोरको काम धेरै गर्न सक्ने, त्यहाँदेखि नराम्रो आइडियाहरू धेरै अनि त्यहाँबाट पाउने, त्यसको कारण नराम्रो हुनसक्छ। त्यसको कारणले मैले अहिले के भन्न चाहन्छु भनेदेखि बाहिरको विकास चाहिन्छ, तर बाहिरको विकास चाहिँ साँच्चै नै राम्रो हुनुको लागि, फाइदा हुनुको लागि भित्रको सोच राम्रो हुनुपर्छ। अरे भित्रको सोच राम्रो भएदेखि त्योहरू सबै बाहिरको विकास सबै प्रयोग चाहिँ हामीले राम्रो गर्छ। पैसा पनि त्यही हो नि। कहिले कहिले मान्छेले भन्छ हामी पैसा चाहिँ पैसा नभएदेखि केही छैन रहेछ भन्छ। त्यो पनि हो जस्तो लाग्छ। हामी यताउता जाँदाखेरि ट्याक्सीमा जानु पर्यो, बसमा जानु पर्यो, फेरि पैसा चाहियो। बिहानदेखि बेलुकासम्म लुगा लाउनु पर्यो, त्यसको लागि पैसा चाहियो। खाना खानु पर्यो, त्यसको लागि पैसा चाहियो। तर पैसा भने चाहिँ चाहिने कुरा त हो, तर कहिले के हुन्छ भनेदेखि पैसा चाहियो भनेर चाहिँ पैसा धेरै बनाउँछ, फेरि पछि चाहिँ के हुन्छ भनेदेखि त्यही पैसाको लोभले फेरि मनमा चाहिँ पैसा मात्र सोचेर पैसाको लागि जुट्ने, पैसाको लागि मान्छेले ठोक्ने, पैसाको लागि घरको भित्र पनि एउटै बा आमाको छोराछोरी पनि पैसाको लागि जुटिने होइन, त्यस्तो हुन्छ। दान दौलतको लागि पनि अनि जुट्ने त्यस्तो हुन्छ। त्यसो कारणले चाहिँ जति मान्छेको मन सोच चाहिँ नराम्रो भएदेखि पैसा भएर पनि शान्ति हुने होइन, त्यसले पैसा चाहिँ प्रयोग नराम्रो गर्न सक्छ। त्यसो कारणले चाहिँ मान्छेको मन सोच जति राम्रो बनाउन सक्यो भनेदेखि पैसा पनि हामीले प्रयोग राम्रो गर्न सक्छ, शिक्षा पनि प्रयोग राम्रो गर्न सक्छ। हामीले काम राम्रोहरू सबै त्यहाँदेखि हामीले गर्न सक्छ। त्यसो कारणले चाहिँ अनि यो अहिले हाम्रो गाउँतिर अनि अब एकमा चाहिँ के हुन्छ भनेदेखि अनि बा आमाले आफ्नो छोराछोरीलाई धेरै माया दयादेखि, राम्रो सोचदेखि बच्चाहरू राम्रो होस् भनेर धेरै दुःख गर्छ। फेरि हाम्रो गाउँको भित्र के हुन्छ, हाम्रो यो युवा युवतीको भित्र पनि हुनसक्छ, त्यसमा पनि हुन्छ। अब आजकल गाँजा खाने, छाङ अरकहरू धेरै खाने, त्योहरू अब त्यो हुँदै जान्छ। त्योहरू धेरै नराम्रो हो। अब त्यो छाङ आरादेखि लिएर त्यो धेरै खायो, त्यसको पछि माथ्यो, आफ्नो इज्जत पनि गयो, घरको इज्जत पनि गयो, त्यस्तो हुनसक्छ। फेरि गाँजादेखि लिएर यस्तो खाएर गएर त्यसको कारणले धेरै बिमार नराम्रो त्यस्तो हुनसक्ने, त्यस्तो पनि हुन्छ। त्यो खेल नराम्रोहरू खेलेर पनि धेरै नोक्सान हुने, त्यस्तो हुनसक्छ। त्यसो कारणले अब हाम्रो आफ्नो आफ्नो गाउँको भित्र यस्तो गाँजा खाने, छाङ आरकदेखि त्यस्तो खाने, नराम्रो खेलहरू खेल्ने त्यस्तो जो होस्, यो गाउँको भित्र त्यस्तो नराम्रो कामहरू सोचहरू चाहिँ नहोस् भन्ने त्यस्तो खाल छ नि। त्यो नहोस् भनेको त्यस्तो नराम्रोहरू चाहिँ कसरी हामीले हटाउने, कसरी हामीले त्याग्ने। अब त्यो त्याग्नुको लागि हो त्यही बच्चा जो नराम्रोको सोच र नराम्रोको कर्म, त्योहरू चाहिँ त्याग्नुको लागि के चाहियो, राम्रो सोच र राम्रो कर्म भने चाहिँ के हो भनेर चाहिँ त्यसको शिक्षा दिएर त्यसलाई चाहिँ राम्रो अनि त्यो अभ्यास गर्नु दिएर अनि पो बल्ल राम्रो बनाउनु पर्यो। त्यसो कारणले चाहिँ हाम्रो त्यो घरदेखि लिएर गाउँदेखि लिएर हाम्रो देश, हाम्रो त्यसमा चाहिँ नराम्रोको काम धेरै हुने, त्योहरू नोक्सान हुने, सबैले अनि मन नपर्ने त्यस्तो नराम्रोहरू हुने चाहिँ कहाँबाट भएको भनेदेखि सोच नराम्रो भएको कारणले भएको। त्यसो कारणले सोच राम्रो हुनु चाहियो। त्यसको लागि चाहिँ मैले अघि भनेको उपाय दुईटामा त्यो माया दयादेखि लिएर राम्रो शिक्षाहरूदेखि अनि चाहिएको छ भनेको कुरा चाहिँ त्यो हो। त्यसो कारणले
हाम्रो गाउँतिर त्यसमा धेरै ध्यान दिनु पर्यो। अनि एउटा चाहिँ म के भन्न चाहन्छु भनेदेखि अब अहिले मैले भनेको जस्तो शिक्षामा दुई किसिमको हुन्छ। एउटा चाहिँ आधुनिक शिक्षा, यो चाहिँ हामी स्कुलमा गएर इन्स्टिट्युट अनि युनिभर्सिटी गएर पढेर विकास गर्न सक्छ। अब परम्परा शिक्षा भने चाहिँ अनि एउटा धर्मसँग मिलेर अनि त्यो शिक्षा चाहिँ अनि बढाउनु पर्छ। मैले अहिले यहाँ के भन्न चाहन्छु भनेदेखि मैले बुद्धको धर्म त भन्नु नपर्ने, म आफैले त्यो पढेर पिएचडी डक्टर भएको छ। त्यो मात्र नभएर मैले हिन्दूको धर्म पनि पढिसकेको छ। हिन्दूको स्थानहरू, आत्मा भने चाहिँ के हो, त्यसको कुराहरू सबै मैले पढिसकेको छ। त्यो मात्र नभएर मैले क्रिस्चियनको धर्म पनि बाइबलहरूदेखि मैले पढिसकेको छ। अब इस्लामिक धर्ममा कुरान भन्ने एउटा चाहिँ मैले त्यो किताब पाएर त्यति पढेको छैन, तर मैले कुरानको भित्र इस्लामिक धर्मको भित्र के भनेको छ भनेको कुरामा एउटा जानकार भएको मान्छेसँग मैले अनि डिस्कस गरेर अनि उहाँदेखि मैले अनि त्यो गरेको छ। त्यसो कारणले मैले आज यहाँ के भन्न चाहन्छु भनेदेखि हाम्रो धर्ममा अनि हुनु हाम्रो धर्मको भित्र बेसिकमा अनि सबै अनि मिलेको छ। धर्मको भित्र के भनेको छ भनेदेखि धर्मको भित्र एउटा चाहिँ माया दयाको कुरा चाहिँ सबै धर्मले गर्नुहुन्छ। त्यसो कारणले पनि सबै धर्म चाहिँ राम्रो हो। यो आफ्नो आफ्नो धर्म, हिन्दू होस्, इस्लामी होस्, बुद्धिस्ट होस्, आफ्नो आफ्नो धर्मको भित्र माया दयाको कुराहरू धेरै भनेको कारणले त्यस्तो धर्म मान्छे, धर्म मान्ने, हिन्दू धर्म मान्ने, इस्लामिक धर्म मान्ने, बुद्धिस्ट धर्म मान्नेको चेलाहरूको भित्र धेरै मान्छे राम्रो भएको थुप्रै नै छ। त्यसको कारणले एक बाटो एउटादेखि एक हातमा हामीले हेर्दाखेरि धर्महरू सबै राम्रो हो। त्यो धर्महरू सबैले पाप गर्नु हुँदैन, धर्म गर्नुपर्छ अनि त्यो कुराहरू सबैले भन्नुहुन्छ। त्यो धेरै नै राम्रो हो नि। अब धर्म सबैले अनि के भन्छ, आफ्नो मात्र सोध्नु हुँदैन, सबैको लागि सोध्नुपर्छ, सबैले माया दया गर्नुपर्छ। अनि त्यो जम्बुद्वीपमा भएको सबैलाई अनि त्यो राम्रो गर्नुपर्छ भने त्यो कुराहरू सबै धर्मले भन्नुहुन्छ। त्यो धेरै राम्रो हो नि। त्यसो कारणले हामीले मन सानोदेखि नसोचेर ठुलो मनदेखि, इङ्ग्लिसमा भन्छ ब्रोड माइन्ड, ओपन माइन्ड, त्यहाँदेखि सोचेर हामीले हेऱ्यो भनेदेखि सबै धर्महरू राम्रो हो। सबै धर्मले आफ्नो आफ्नो चेलाहरूले धेरै नै फाइदा भएको त्यो सत्य हो। यो पनि अहिले यो जन्म मात्र होइन, पहिलादेखि नै अब धेरै धेरै समय गइसकेको छ। त्यस्तो समयको भित्र अनि सबै धर्मले अनि मान्छेलाई फाइदा धेरै गरेको छ। त्यसो कारणले धर्म सबै हुनु चाहिँ राम्रो हो। अब त्यसमा चाहिँ फरक चाहिँ कहाँबाट हुन्छ, सिद्धान्तबाट हुन्छ, फिलोसफी भ्यू त्यहाँदेखि अलिअलि हुन्छ। बुद्ध धर्म मान्नेहरूले चाहिँ अनि आत्मा भन्ने चाहिँ मान्दैन, ईश्वर भन्ने चाहिँ मान्दैन। बुद्ध धर्म मान्नेहरूले चाहिँ प्रतिता समुपता भनेको कुरादेखि अनि हामी यहाँ जति छ राम्रो होस् नराम्रो होस्, जो हामीले देखेको कुरा सुनेको कुरा जति छ त्योहरू सबै अनि प्रतिता समुपतादेखि भएको हो, ईश्वरदेखि भएको होइन भने त्यस्तो कुरा चाहिँ भन्नुहुन्छ। फेरि हिन्दू धर्ममा ईश्वर मान्छ, इस्लामिक धर्मले ईश्वर मान्छ, गड मान्छ। अब हिन्दूहरूले ईश्वर भन्नुहुन्छ, इस्लामिकहरूले चाहिँ अल्लाह भन्नुहुन्छ, अनि त्यो के अरे क्रिस्चियनहरूले चाहिँ गड भन्नुहुन्छ। त्यो नाम चाहिँ अलग अलग हो, गड, अल्लाह, ईश्वर भने चाहिँ अलग हो, तर त्यो सबैको कुरा चाहिँ एउटै हो। यो संसारदेखि लिएर त्यो सबै बनाउने एउटा शक्ति, महान शक्ति भएको
ईश्वर भनेको छ भनेर मानेको हो। हो त्यस्तो स्थानमा अलिकति नमिलेको छ, तर त्यो पनि केही छैन नि। त्यो बुद्धको स्थानले बुद्धिस्टहरूले फाइदा छ, हिन्दूको स्थानले हिन्दूहरूले फाइदा छ, त्यो ठिक छ नि। हामी नेपाली भाषाले नेपालीहरूले फाइदा छ, तिब्बती भाषाले तिब्बतीहरूले फाइदा छ, त्यो ठिक छ नि। सबैले तिब्बती भाषा सिक्नुपर्छ, सबैले नेपाली भाषा सिक्नु कसले भन्यो? यो वर्ल्डको भित्र, यो जम्बुद्वीपको भित्र युरोपियन छ, अमेरिकन छ, एसियन छ, त्यो सबैले हो हाम्रो नेपाली भाषा सिक्नुपर्छ, नेपालीको त्यो परम्परा सबैले मान्नुपर्छ कसले भन्ने? आफ्नो आफ्नो परम्परा पहिलादेखि मानेको छ, त्यसले फाइदा भएको छ, त्यही मान्छेले त्यही राम्रो लाग्छ, त्यो ठिक छ नि। अब त्यो हामी त्यो के अरे दबाईमा हेर्नुहोस् त, हाम्रो दबाईको भित्र त्यो वेस्टर्नको त्यो युरोपतिर अमेरिकातिर भएको अनि दबाईहरू छ, तिब्बतीले बनाएको दबाई छ, आयुर्वेदिक दबाई छ। फेरि आयुर्वेदिक दबाईलाई ठुलो मान्ने एउटाले अब दबाई त्यो अर्को दबाईहरू सबै नराम्रो हो, सबैले आयुर्वेदिक दबाई खानुपर्छ भनेर भन्नु सक्छ? त्यो भनेर फाइदा छ? छैन नि। हो आयुर्वेदिक दबाईलाई मान्नेले आयुर्वेदिक दबाई खाने, त्यसले फाइदा हुनसक्छ, ठिकै छ। हो त्यस्तो गरेर हाम्रो यो मोडर्न त्यो आधुनिक मोडर्नको त्यो साइन्टिस्टले बनाएको दबाईले ऊ आफैले फाइदा छ, त्यो पनि ठिकै छ। अनि त्यही जस्तो तिब्बती दबाई भने एउटा छ, त्यसले पनि फाइदा छ। त्यो दबाईहरू सबैले आफ्नो आफ्नो अनि मान्छेलाई फाइदा हुँदैछ नि। त्यस्तो मन ठुलो भयो भनेदेखि हो यो दबाईले उसलाई फाइदा छ, त्यो दबाईले त्यसले फाइदा छ, त्यसो कारणले ल ठिक छ, त्यो दबाईहरू सबै चाहेको रहेछ। हाम्रो जम्बुद्वीपमा जति दबाई भयो भने ठिकै छ, आफ्नो आफ्नो मान्छेले फाइदा छ। त्यही जसो गरेर हाम्रो यो जम्बुद्वीपको भित्र धर्म धेरै भयो भने केही छैन, आफ्नो आफ्नो धर्मले मान्छेले फाइदा छ। स्थान धेरै भएकोले केही छैन, आफ्नो आफ्नो स्थानले त्यसले फाइदा छ। त्यो हामीले चाहिँ मनमा राख्नुपर्छ है। हाम्रै राम्रो, हाम्रै त्यो चाहिँ त्यो हुनुपर्छ, अर्को चाहिँ हुनु हुँदैन भने त्यस्तो मन भएदेखि त्यहाँदेखि हामीले के हुन्छ, हाम्रो जनताको भित्र धेरै विभाग हुन्छ र अनि धेरै सीमा हुन्छ, धेरै पक्षपात हुन्छ। म एउटा तपाईँहरूले एउटा भनौँ होइन, अब हामी यहाँ बस्नेहरूले के भन्छ, हामी यहाँ मिलेको छ नि, हामी त एउटै गाउँको हो भन्छ होइन। अब फेरि हाम्रो यो गाउँको भित्रहरू चाहिँ सबै काठमाडौँमा पुगेर अनि सबै त्यहाँ पुगेर बस्यो भनेदेखि हामी सबै नेपाली हो भनेर सबै त्यो भन्छ नि, मेरो गाउँ त्यो पनि हुनसक्छ। तर त्योभन्दा ठुलो चाहिँ हामी सबै नेपाल हो भने त्यो हो नि है। अब फेरि नेपालहरू सबै इन्डियाहरू सबै त्यसमा सोचेर हामी सबै एसियन हो भनेर पनि भन्नु सक्छ, सोध्नु सक्छ। फेरि एसियनहरूदेखि लिएर युरोपदेखि लिएर अमेरिकादेखि सबै सँगै बसेर हामी यो वर्ल्डको भित्र भएको हो भने भन्नु सक्छ होइन। राम्रो एउटा सोध्नु छ। फेरि हामी यहाँ बस्दाखेरि चाहिँ हो त्यो अर्कोको गाउँ, त्यो त्यहाँको गाउँ, त्यो त्यहाँको देश, त्यो त्यहाँको मान्छे त्यस्तो भन्छ होइन। फेरि हामी त्यो एरोप्लेनको भित्र पसेर त्यहाँ मुन छ नि, मुन खर्च चन्द्रमा पुगेर हामी हेर्दा यो वर्ल्डमा हेर्दा सबै एउटा घरको भित्र बसेको छ। फेरि हामी त्यो सोच्दैन नि, मेरो घरमा उसको घरमा भन्छ, मेरो गाउँ उसको गाउँ, मेरो देश उसको देश भन्छ। तर चन्द्रमामा हामी पुगिसकेर यता हेऱ्यो भनेदेखि हामी सबै एउटै जम्बुद्वीपको घरको भित्र बसेको छ। त्यसो कारणले हामी सबै एउटै हो। त्यो मान्छेहरूले अज्ञानको कारणले अनि नेरो माइन्ड भन्छ, मन सानोको कारणले धेरै डिभाइड, धेरै त्यो बनाएको, धेरै खर्च पक्षपात, धेरै विभाग, धेरै सीमा बनाएको हो। सच्चै कुरामा ज्ञान, ठुलो ज्ञान भएको, ओपन माइन्ड भएको, त्यहाँदेखि हेऱ्यो भनेदेखि त्यस्तो गर्नु हुँदैन। हामी सबै बस्नु बेलामा भने सँगै बस्ने, खानु बेलामा भने सँगै खाने, सुख भयो भने हामी सबै सुख एउटै सुख पालन गर्ने, दुःख भएदेखि ओ बिचरा उसले दुःख भएछ, मलाई दुःख हुँदाखेरि मलाई त्यो दुःख चाहिँदैन, उसलाई दुःख हुँदाखेरि उसलाई पनि चाहिँदैन। हामी वापसमा माया दया गरेर अलिकति फाइदा गरौँ, उसले दुःख के रहेछ त्यो हामी हटाउँ। त्यस्तो गरेर
सबै हामी मिलेर बस्यौँ भनेदेखि कति खुसी होइन सबै मिलेर बस्यौँ भनेदेखि पानी एउटा खायो भनेदेखि मिठो हुन्छ नमिलेर बस्योदेखि पानी खायो भनेदेखि फेरि झगडा हुन्छ होइन त्यसो कारणले म यहाँ के भन्न चाहन्छु भनेदेखि यो राम्रो यो नराम्रो यो मिठो यो नमिठो त्यो कुराहरू सबै कहाँ भर पर्छ भनेदेखि हृदय मनलाई हो जति आफ्नो मन शुद्ध हुन्छ जति आफ्नो मन चाहिँ राम्रो हुन्छ त्यो राम्रो हुँदाखेरि सबै राम्रो हुन्छ हामी घरमा बस्नु बेलामा अब बालाई पनि घरसाथी क्रोध आयो आमाले क्रोध रिस आयो क्रोध आयो त्यो बेलामा खाना यस्तो राम्रो बनाएर त्यो टेबलको माथि राखेर सँगै बसेर खायो भने मिठो छैन त्यो क्रोधले त्यो खाना सबै बिग्रिन्छ त्यही अनि झगडाहरू सबै हुन्छ ल घरमा चाहिँ खाना यस्तो राम्रो नभएर भने त्यहाँ सिर्फ पानी जस्तो यो त्यो खाना अलि त्यो नराम्रो जस्तो साधारण भयो भने तर त्यो भित्र सबैको मनमा अनि खुसी सबैको मनमा माया दया त्यस्तो भयो भनेदेखि त्यो खाना चाहिँ साधारण हो तर त्यो बेलामा मनको खुसीले खाना पनि धेरै मिठो लाग्ने सबै मिलेर खाने गीत पनि सुन्नु मन लाग्ने त्यसो हुन्छ नि होइन अब मैले यहाँ उदाहरण एउटा भन्न चाहन्छु आज 3 बजीदेखि यहाँ रमाइलो हुन्छ भने सुनेको थियो होइन गीत गाउनेदेखि लिएर नाच्नेदेखि लिएर है अब त्यो बेलामा गीत गाउने र नाच्ने मान्छेले नराम्रो सोचले क्रोधले अनि रिसले गीत पनि गाउन सक्दैन होला गाएर पनि त्यति मिठो हुँदैन त्यति राम्रो लाग्दैन फेरि गीत सुन्ने मान्छेले भने गीत गाउने चाहिँ मन राम्रो गीत राम्रो गाउने तर सुन्नुहरू सबैले मन नराम्रो गरेर क्रोधले सुन्यो भनेदेखि गीत जति राम्रो गाएर पनि त्यो मान्छेले राम्रो सुन्दै सुन्दैन आज त यस्तो के हो यो कहाँबाट आएको त्यस्तो थतुर गीतहरू गाएर भनेर चाहिँ भन्नु सक्छ अब गीत गाउनेले भने ओहो हामी सबै एउटै मान्छे हो हामी सबै सुख चाहिने दुःख नचाहिने हो आज मैले गीत राम्रो गाएर उनीहरू दुःखबाट हटोस् उनीहरू सुख होस् सबैले माया होस् दया होस् भनेर यस्तो मनले गीत गाउने सुन्ने मान्छेले भने उहाँहरू धेरै टाढोदेखि हाम्रो लागि हामी खुसीको लागि आज आउनुभएको हामी खुसी बनाउनु लागि गीत गाउने हो भनेर सबैले मन राम्रो सोचेर सुन्यो भनेदेखि अब त्यो गीत चाहिँ 5 मिनटदेखि लिएर 10 मिनटदेखि लिएर 1 घन्टा 2 घन्टा 4 घन्टा 5 घन्टा मान्छे थाकेर गाएर त्यो गीत गाएर भने सबैले खुसी हुन्छ मन नराम्रो हुँदाखेरि 4-5 घन्टा छोडेर 5 मिनट गीत गाएर भनेदेखि सबैले त्यो खुसी लाग्दैन त्यसो कारणले सबै मनलाई धेरै त्यो खर्चा ध्यान दिनुपर्ने मनको सुखलाई मनको शान्तलाई ध्यान दिनुपर्ने चाहिँ अनि धेरै ठुलो कुरा हो भनेर अब यति होला आज चाहिँ यो अनि यति म भन्न चाहन्छु अनि हजुर अनि म अहिले हुनु चाहिँ पछि चाहिँ खास बुद्धिस्टको बारेमा भन्ने हो अहिले चाहिँ अनि अहिलेको समय चाहिँ हामी जीव जन्तुहरू प्राणी सबैले चाहिनेको कुरा त्यो चाहिँ मैले अहिले यतिकै अनि भनेर राख्छु अब लास्टमा सर्टकरीमा के भन्न चाहन्छु भनेदेखि मैले अघि भनेको कुरामा तपाईहरुले ध्यानमा राख्नुहोस् मैले भनेको कुरा नम्बर 1 मा हामी सबैलाई अनि राम्रो सोच अनि राम्रो बानी व्यवहार चाहिएको छ त्योहरू आउने चाहिँ मूल उपाय माया दया हो सबैले माया दयालाई अनि राम्रो महत्त्वपूर्ण सोच्नुपर्छ भन्ने एउटा कुरा त्यो सँगै माया दयाहरू विकास गरेर सबैले सुख र विकास हुनुको लागि हामीले शिक्षा चाहिएको छ शिक्षामा चाहिँ 2 किसिमको हुन्छ आधुनिक शिक्षा र परम्परा शिक्षा हुन्छ भनेको यो चाहिँ 2 3 मा कुरा के राखेको छ भनेदेखि हामी सबै एउटै मान्छे हो हामीले धर्म र थारको कुराले धेरै विभाग गर्नु हुँदैन धेरै सीमा राख्नु हुँदैन
धेरै अनि त्यो छुटाउनु हुँदैन अनि त्यो विवाह गर्नु हुँदैन, सबै एउटै मान्छे हो भनेको त्यो सोचले सबै मिलजुल गरेर अनि बस्नुपर्छ। सबैले आफ्नो आफ्नो यो गाउँदेखि लिएर नेपालदेखि लिएर वर्ल्डदेखि लिएर त्यसको अनि शान्तिको अनि त्यो के भन्छ जिम्मा चाहिँ हामी सबैले लिनुपर्छ भनेर चाहिँ म यो चाहिँ भनेर लास्टमा आज अहिले चाहिँ यति राख्छु। अब त्यस